This pink makeup will steal hearts. हजुरहरूलाई चाहिँ हिजो मैले स्किन केयरदेखि सबै देखाएको छु होइन, त्यही भएर मैले चाहिँ आज हजुरहरूलाई फेरि अर्को लुक चाहिँ देखाउन खोजेको छु। तर मैले आज स्किन केयर देखाइनँ, हजुरहरूले त्यो भिडियो हेर्न सक्नुहुन्छ। अनि आज चाहिँ म पिङ्क देखाउँछु। हिजो चाहिँ मैले न्युड सटल देखाएको थिएँ, मैले चाहिँ एकदम यो प्यालेटबाट लिएको छु, एकदम पिङ्क छ, हेर्न सक्नुहुन्छ। यसरी अल ओभर द लिड लगाइदिउँ होइन, अनि म आउँछु हजुरहरूलाई देखाउँछु है त। किप वाचिङ। यत्तिको भइसकेपछि चाहिँ म रियालिटी चक्लेट भन्नेवाला यो लगाउँछु। कस्तो देख्दो रहेछ, अल ओभर द लिड नै लगाइदिन्छु, हेर्नु न। वाउ, उता पनि लगाउँछ नि, आउँछ है त। दुइटै आँखामा लगाएँ अनि हल्का यो चाहिँ हार्स नदेखोस् भनेर ब्लेन्ड गर्ने। अब पालो आइलाइनरको, हजुरहरू चाहिँ आइलाइनर लाउनु भए पनि हुन्छ, नभए यतिकै छोड्दा पनि हुन्छ। म चाहिँ आइलाइनर लगाउँदिनँ, आइलाइनर स्किप गर्छु है। हेरौँ त, ओ माइ गॉड। लोवर ल्यास लाइनमा पनि सेम माथि जे लगाएको थिएँ म त्यही नै रिपिट गर्छु। भइसकेको छ, हेर्दै गर्नु होला। आइलाइनर चाहिँ लगाउँदिनँ म, तर हल्का इनर कर्नर चाहिँ तान्छु, हजुरहरूलाई देखाउँछु है त। यसरी मात्रै तान्छु, अर्को पनि तानेर हजुरहरूलाई देखाउँछु। कि वाचिङ। अब पालो पिङ्क ब्लस, यो ब्लेन्ड गरेर आउँछ है त। मैले ब्लस पनि ब्लेन्ड गरिसकेँ, हाइलाइटर थपेँ हल्का होइन, अनि मैले चाहिँ यो पनि लगाइसकेँ, मस्कारा पनि लगाइसकेँ, आइल्यासेस पनि लगाइसकेँ। इनर कर्नर गरेँ नि, आउँछ पालो लिप लाइनरको। मैले लिप लाइनर चाहिँ एलेग्रोलको लिएको छु है, मलाई चाहिँ मनपर्छ। त्यसले गर्न हल्का हातले लेन काट्दिनुहोस्। लिप लाइनर लगाएँ अनि मैले चाहिँ यो लगाएको हल्का न्युड न्युड लाग्यो, यो त्यति पिङ्क आएन। अब म यो थप्छु है त। मैले चाहिँ यो दुइटा मिक्स गरेर लगाएँ। लिपस्टिक चाहिँ यस्तो कलर आयो, हेर्नु न कस्तो मिठो। हल्का यो पिङ्क कलरको ग्लस थप्दैछु यहाँ माथि होइन, यो चाहिँ हाउस ल्याबको हो। यसरी ल, यही नै हो मेरो फाइनल लुक। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला। हजुरहरूले पनि क्रिएट गर्न सक्नुहुन्छ यो लुक, एकदम सटल अनि एकदम राम्रो देखिन्छ है। थ्याङ्क यू सो मच फर वाचिङ अनि ह्याप्पी भ्यालेन्टाइन्स डे इन एडभान्स टु यु अल। थ्याङ्क यू।